गयो यार ओ ए सिलास यता यता आऊ यता आऊ यता यता जोड्ने पुल पनि बगेको छ बगाएको छ त्रिशुली बजार केही छैन त्रिशुली स्कुल पनि छैन सबै सिधेको अवस्था यहाँ यो यस्तो हुँदा कति अगाडि होला है मान्छे भाग्नै भ्यायो कि भ्याइन भन्ने कुरा हो त्यही हो नि यस्तो अलिकति जानकारी नहुनुहुन्छ कतिजना बगायो मान्छे बगायो होला यहाँको भाग्ने भ्यायो कि भ्याइन होला